गाइज वेलकम टु ब्याक माई युट्युब च्यानल र तपाईँहरू सबैजनालाई हौवा सेवा नमस्ते र तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला म नि सन्चै छु र आजको हाम्रो हाइकिङको यात्रा रहेको छ धरानदेखि याकथुमसम्मको र तपाईँहरू याकथुम जानुभएको छ कि छैन हामी चाहिँ साथीहरूसँग फर्स्ट टाइम आज याकथुम जाँदैछौँ र म नि फर्स्ट टाइम हो र यता साथीहरू हुनुहुन्छ साथीहरू पनि फर्स्ट टाइम हो र यो मेरो फर्स्ट भ्लग पनि हो र मलाई खासै भ्लग नि बनाउनु आउँदैन यो मेरो फर्स्ट भ्लग हो र तपाईँहरूले धेरैभन्दा धेरै साथ सपोर्ट र माया गरिदिनु होला र सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला र कमेन्ट सेयर पनि गरिदिनु होला है त यति भन्दै म टुङ्ग्याउनु चाहिँ र तपाईँहरूलाई याकथुम चाहिँ म यो भिडियो मार्फत देखाउने छु है त। हेलो गाइज हामी चाहिँ चिन्ने डाँडाको मुनि त है यो तिमीलाई कस्तो हुँदैछ त अहिले दामी हामी चाहिँ चिन्ने डाँडाको मुनि छौँ है त काम लागिरहेछ साथीहरू पछाडि छन् के अगाडि छन् पसिना त है नुहाएको जस्तै देख्छ त हौ तिमीलाई त यो चाहिँ कुखुरा फर्म हो कुखुरा फर्म रहेछ नि पानी कस्तो छ नमन तिमीलाई मलाई ठिक छ पानी ड्रिङ्किङ वाटर ठिक छ मैले पानी खान्छु पानी खाइदिउँ है त दिन थाले क्या हो ठिक छ यस मेरो अनुहार हेर कस्तो छ दुःख आमा पसिना त सबै नआउने रहेछ नि त ल जम खै पछाडि को छन् खै देऊ त है यता छ हाम्रो साथीहरू हुनुहुन्छ यस्तो छै यो तलको देखिरहेको छ धरान ल कस्तो हुँदैछ ठिक छ म त उतै फर्ममा छु हेलो 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 माइजू ह्यान्डसिम माइजू यतातिर हुनुहुन्छ हाम्रो साथीहरू यहाँ चाहिँ चिन्ने डाँडा रे चिन्ने डाँडा म चाहिँ आएको थिइनँ आज फर्स्ट टाइम आएको चिन्ने डाँडा यस्तो रहेछ हेर्न सक्नुहुन्छ गाइजहरू धरान ल ल अब हामी चाहिँ हिँड्यौँ गाइज चिन्ने डाँडामा मैले खिच्नु भनेको भ्लग प्योर ब्लगर यहाँ आउँदैछ कि मलाई ए यता पो जान्दै रहेछु तपाईँ बोल्नु त हेलो नमस्कार हामी चाहिँ हाइकिङ आएको छौँ अनि मेरो चाहिँ मुटु यहाँ मुखमा सन्च छैन रहेछ हाम्रो त मिसहरूलाई चाहिँ सबै बिरामी एकदम ए ल ठिक छ कस्तो छ हौ गाई चारो खाँदै म चाहिँ सिङ्गल छु गर्लफ्रेन्ड छैन
यसो एउटा मिलाइदिनु पर्यो एउटा मिलाइदिनु पर्यो साथीको टिकटक आइडी हो कि युट्युब आइडी हो अनि दुइटै हो। यसो दुइटैमा फलो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला है त ल ल है म चाहिँ सिङ्गल छु है यो त हाम्रो साथी सिङ्गल हो गर्लफ्रेन्ड चाहिरहेको छ तर लोयल लोयल एकदम लोयल है अँ। यता मेरो साथीले गर्लफ्रेन्ड चाहियो अरे है सब्सक्राइब चाहिँ गर्नु पर्यो है सब्सक्राइब गर्नुपर्छ सब्सक्राइब फलो नि गर टिकटकमा यसो भ्युवर्सहरू यसो अगाडि चिन्ने धारेन देखाइदियो राम्री राम्रीहरू यो माथिको चाहिँ के हो त्यो उयो चाहिँ कुन उयो त्यो भ्यू टावर हो चल्नु मिल्छ मिल्छ तर टिकट चाहिन्छ होला हौ होइन कुकुरको पुच्छर चाहिँ किन काट्छन् हौ? यो डुट्टु मुडे भएछ ठुल के भन्छ यो कस्तो हुँदैछ त निशान आजको हाम्रो एकदम रमाइलो रमाइलो हजुर हजुर के गर्दैछ एउटाले फेरि पछाडिबाट तिमीले के भ्लग हाल्छौ साँच्चीकै? हो हो मलाई म त कस्तो राम्रो देखेको छु। यस्तो राम्रो देखिरहनुहुन्छ कस्तो नहाल्नु त हौ हाम्रो अनुहार छोपेर लगाऊ ल। ल ल उसको अनुहार नछोपी लगाऊ है। हुन्छ के भयो अब त? अति भयो अब कति टाढो छ कतिसम्म नि हौ? अझै छ धेरै? अनि यहाँ हो यहाँ आज चाहिँ दिउँसो ए यत्रो बोक्ने हुँदै हुनुहुन्छ नि तपाईँले बोकिहाल्नुहुन्छ नि तिमी बोका त ल ल कसलाई बोक्नु मलाई अरे यो तपाईँको साथ तपाईँले बोक्ने त यहाँ रहेछ यी हेर्नु त तपाईँको घरि घरि जाँदैछ नि यसले मलाई थाम्नु सक्छ भनेको तिमीले? माइजूलाई चाहिँ एउटा घरा अनि तपाईँलाई एउटा घरा चाहियो नि त ओह त्यहाँतिर हुनुहुन्छ नि त यत्रो यत्रो ज्याङ्गो ज्याङ्गो नि कस्तो यो क्लियर देखिनु पर्ने क्लियर देखेन सेम हामी चाहिँ फाइनली अब चिनेर अब अलि मासतिर आइसक्यौँ है हाई हाई हेलो अब जिन्दगीमा आउँदिन म साँच्ची हो अति नभएर यता हुनुहुन्छ हाम्रो साथीहरू मलाई हानेको म सनस्क्रिम ल्याइदिँदै नि घन्टी अहिले पिठो पाक्छु म दिदीको होला होइन छोडेर सनस्क्रिन लगाएर आएको छौ कि क्या अनि दिदी के लगाउँछ सामान त म लगाउँछ अरे उसले अस्ति मैले 5 थरी थरीको राम दुई चार जोडी गइसौ हो उहाँले चारजना जोडी गइसौ हामी चाहिँ अहिले चिन्डे डाँडादेखि मास्तिर आइसकेको छौँ है साथीहरू हेर्नु सक्नुहुन्छ यता हाम्रो साथीहरू हुनुहुन्छ साथीहरू हाम्रो ब्युटिफुल ब्युटिफुल मान्छेहरू हुनुहुन्छ यहाँतिर खान्छ नि कसैलाई मन पर्यो भने त्यसो नभन्नु नि त जन्म यहाँ तपाईँको यत्रो उयो गर्दैछु छ्या तपाईँ त भएन नि त यो त तिम्रो मामा मलाई छोडेर अर्को गर्लफ्रेन्ड भेट्नु गयो हो मलाई 4 फुट भन्दैछौ 4 फुटको मान्छे यत्रो हुन्छ यति सिङ्गल हुन्छ 4 फुट मेरो यति सिङ्गल आयो मान्छेहरू तपाईँले कसलाई चाहियो भन्नु है अरे के कति फुट भन त मलाई यहाँ बाटोमा जुन नि हेलो हेलो गाइस हामी चाहिँ अहिले चिन्डे डाँडादेखि मास्तिर आइसकेको छौँ भने कति हुन्छ भनेर यता अर्को भ्लगर छ यता एउटा भला गर नि थोत्रे भला गर खाली पेटमा खानु चाहिँ हेर्नु सक्नुहुन्छ हाम्रो साथीहरू टिफिन खोलौँ न ल ल यस्तो उब्रेछ फेरि खाँदैन त मासु पनि कन्ठी लगाएर खान्छ नि त कहाँदेखि देखिन म त जन्मेदेखि नै हो त खायो भन्नु पनि हुँदैन उसले डिउ बोका न निगार लिन डिउ बोका न सँगले खाने हामी चाहिँ यो निगार देऊ होइन होइन कहाँ हो हाम्रो गाउँको गाउँलेहरू मात्रै जाने आज सिगरेट खानेहरू म पुलिस हो ए बोतल चाहिँ कसले उल्टा हालेको पूजाना यता फर्क पूजाना
मेरो फोन फोटो देखाउनु भएन त्यो त्यो टिपेर भरे मर भने अनि टिप्दाखेरि हामी चाहिँ अब आइपुग्नु लाग्यौँ है याकथुम भन्ने ठाउँ गाइजहरू यस्तो रहेछ ठाउँहरू चाहिँ तर चिनिँदैन रहेछ त हौ बादल तपाईँलाई कस्तो फिल हुँदैछ आजको हाम्रो यो हाइकिङको यात्रा हामी आइपुग्यौँ है अब याकथुम भन्ने ठाउँ हेर्न सक्नुहुन्छ गाइजहरू आइपुग्यो छैन है यहाँ फाइनली फोटो खिच्ने कार्यक्रम हुँदैछ यो चाहिँ याकथुम भन्नेको गेट आइपुगेको छौँ हेलो गाइजहरू कस्तो हुँदैछ त हाम्रो यो याकथुमको यात्राहरू राम्रो हुँदैछ आम्बो आम्बो हाम्रो सुपर के जाति भन्छ नि के भन्ने होइन सुपरम्यान ल जम 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 अब हामी चाहिँ लाग्यो है त जम जम गाइजहरू आउनु आउनु हामी त्यो फोटो खिच्ने क्रम हुँदैछ यस्तो छ है त गाइजहरू बाटोहरू यस्तो कुहिरो लाग्ने रहेछ ठाउँ चाहिँ कस्तो हुँदैछ त है गाइज साथीहरू आजको हाम्रो यो याकथुमको यात्रा भनिदिनु पर्यो राम्रो हुँदैछ है रमाइलो हुँदैछ होइन विजय नआएर हाम्रो क्लासमेटको नम्बर सब ठिक हुन्छ त्यही त नि हाम्रो यो विजय भन्ने सर आएन नि त विजयको ठाउँमा हाम्रो अर्को सर आउनु हजुर भलकमा देख्नुहुन्छ कि देख्दैन देख्नुहुन्छ छन् नि विजयले झन् देख्छ एकदम विजयको साटो अर्को आएको थियो त निकाल्यो भल उहाँले निकालिसक्यो उहाँलाई पनि उहाँले निकाल यस्तो रहेछ याकथुमको बाटो चाहिँ याकथुम भन्ने बाटो हामी चाहिँ धरानबाट आएको होइन कस्तो लाग्यो बाटो यस्तै छ है साथीहरू कस्तो रहेछ त मनोज रमाइलो रहेछ फर्स्ट टाइम रमाइलो म नि फर्स्ट टाइम हो होइन सबै फर्स्ट टाइम हो क्या हो है मेरो चाहिँ नयाँ साथीहरूसँग फर्स्ट टाइम म नि एकदम फर्स्ट टाइम आएको एकदम त्यही त नि होइन यस्तो रमाइलो गर्नु होइन रमाइलो गर्नुपर्छ 2 दिनको जिन्दगीमा आउँदै जाँदै गर्छ त्यही त नि भोलि पछि कहाँ पुगिन्छ त्यही त अब पछि हामी कहाँ पुगिन्छ है अरू सबै पछाडि अगाडि भइरहेको छन् बाली गुराँस यहाँ एउटा दुईटा फुलिरहेको रहेछ
हाम्रो बजाउने भएन नि एउटा हाम्रो चाहिँ बजाउने भयो त है ल ल म घर देखाइहाल्छु नि हाम्रो याकथुम भन्ने ठाउँ ओइ पर बाघ ओइ बाघको कि ए बाघ परेछ यार ओहो मा कसम यार ओ माई गॉड बाघ ओइ बाघ ओइ बाघ ओइ न त बाघ ओइ परेर सुतिरहेछ यार क्लियर देखेन ओ ओइ नामन सिक्थे बोकै अब Shit. सक्यो भन हामी चाहिँ अहिले कालो हिँड्दैछौँ है साथीहरू हेर्न सक्नुहुन्छ दुईजना साथीहरू हुनुहुन्छ अगाडि अरूहरू पछाडि हुनुहुन्छ बाटो त दामी देख्दो रहेछ त क्लियर सेतो त्यो चाहिँ म हाम्रो कलेजको साथी हो पब्लिक कलेज ओइ गुराँस 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 साथीहरू गुराँस फुल फुलिरहेको छ त्यहाँ हेर्नु सक्नुहुन्छ ओइ हेर न यार ओह माई गॉड वाह गुराँस यो गुराँस देखेपछि यो फुल चाहिँ फालिदिएछ यहाँ कसले बिचरा यसलाई चाहिँ मैले यहाँ राखिदिएँ है त ल यो पनि फुलै हो एउटा त्यहाँ गुराँस छ नेपालको राष्ट्रिय फुल भनेर चिनिन्छ अरे गुराँसलाई चाहिँ होइन हेर्नु सक्नुहुन्छ भनेको त देखिँदैन रहेछ तर मासतिर गुराँस साथीहरू गुराँस हेर्नु सक्नुहुन्छ ला यो फुल टिप्नु मनाइ छैन है यो फुलिरहेको फुललाई टिप्यो भने पाप लाग्छ अरे भन्ने देखिरहेको थिएँ मैले है तर म चाहिँ टिप्दिनँ तर म चाहिँ गएँ ल यहाँ साथीहरू टिप्दै हुनुहुँदो रहेछ हेर्न सक्नुहुन्छ तर टिप्नु हुँदैन फुललाई चाहिँ भन्छन् वाह लाली गुराँस अजम्बरी चम्पा चमेली भन् जस्तै होइन त हामी चाहिँ टक्कसँगले निस्किँदैछौँ है माथि साथीहरू चाहिँ फर्किँदै रहेछन् अरू साथीहरू चाहिँ याकथुम डाँडा हाम्रो साथीहरू चढ्दै हुनुहुन्छ मनोज र निशान ए नमन सेट निशान भनेपछि नमन पो त है हाम्रो साथी नमन र चढ्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ गाइज कतिको माथि छ अब टाढै छ अझै हाम्रो यो त आधी मात्र हो उता जाउँ होइन सिधै यस्तो छ बाटो सिधै हामी त आधी बसेर आएको यिनीहरू बसेर हो त ल ल हुन्छ साथी हस् आम्बो हामीले पुगिँदैन कि हो साथीहरू त्यही त हो हिँडेको बाटो हिँडेको आफूले अब तोकेको बाटो आफूले उयो गरेको बाटोलाई गन्तव्यमा पुगेर मात्रै फर्किनुपर्छ अरे भनेको सुनेको छु मैले पनि त्यो पुग्नुपर्छ छिटो आम है छिटो आम ओहो पुगिन्छ त हामी कस्तो हुँदैछ त हिँडाइ उकालोको
है नमन के गरेको तिमी चाहिँ ल हिँड तिमी अगाडि हिँड चल चल आऊ चल अनहरी हाने नि त है झन्डै ल रे हेलो कस्तो हुँदैछ त आजको यात्रा हिँड्नु पर चाहिँ हामी चाहिँ आइपुग्यौँ ठ्याक्कैसँगले आइपुग्यो फाइनली पर त यस्तो ठुलो भिड रहेछ हौ त याकथुम हामी त मुता खै पर नमा उतै आऊ ब्याग पनि यतै ल्याउ न यतै शीतल पर छ शीतल फोटो खिच्नु राम्रो छ म आएको गइरहेको आउनु न मुख पुग्यो फाइनली साथीहरू हामी याकथुम डाँडा यस्तो कुहिरै छ के हेर्न सक्नुहुन्छ गाइजहरू भिड ओए उता चिप्लेर झर्ला भाइ कस्तो क्वालिटी नै राम्रो होइन पानी छैन रहेछ कि पानी हामीले अघि नै सकि पठायौँ बाटोमा उता त हेर न उता पऱ्यो उता त हेर्न त यो अझै अलिक पर्ति डाँडै उता हेर्नु त अझै राम्रो छ यहाँ पर झन् राम्रो छ उता यस्तो देखिरहेको छ राम्रो अघि त क्लियर पानी चाहिँ हामीले लिएनौँ नि त मेन कुरा मेन अहिले त्यो बाढेको छ नि पहिला नबाँधेर चाहिँ यस्तै सानो थियो ढुङ्गा पनि थियो जाम उता पारि हजुर दिनु मिल्नु भयो त दिन्थे मिल्दैन होला अरू आउँदैछ नि के आउँदैछ छैन अरू आउनु यता आउनु फेरि ढुस्से लागिहाल्छ याकथुम डाँडा आइपुग्यो है गाइस हामी फाइनली यहाँतिर चाहिँ सिकुवाहरू खानु हुँदो रहेछ सिकुवाहरू पोलेर है कुहिरो लागेको छ नि कुहिरो लागेको छ के त्यही त बिजोक हो नि कसले यत्रो साह्रो सुर्ती खायो हो भन सबै सेतैमा त्यति छु त हो भन ओए नमनले खाइ कि क्या हो यसरी खुल्ला सबै हुनु भयो त नि खुल्ला नमन न के सुर्ता पर्यो हो भन होइन के सुर्ता भयो हो भन कि यहाँदेखि त हामी त नफाल है यहाँदेखि नझर नि फेरि ओके अरे भएन नि त्यहाँ ल म खिदिन्छु यहाँ फोन सिउरेन नि त अनि सिउरेन अलिक मजाले सिउराउ न मिलाउ त यहाँ ओ मिल्यो ल अड्केन नि त
अड्किँदैन छ तिम्रो कानमा भयो एक रन हैन भिडियो नै हैन उपरमा खिच भन्नु न अनि कतै देखे जस्तो लाग्यो चिन्जान भरे ल चिन्जान उडर होला पहिल्यै आयो मतलब म त्यो रिसेप्सन एकैछिन ए वल्ल याद आयो त्यो त अनि 1 वर्ष भइसक्यो हामीले गरेको ल हामी पानी के भन्नु खाना नि चाहिन्छ होला पहिला ल उयो अनि हामी बिराले मर्नु पनि त्यो बाटोहरु देखाउला कस्तो दामी ठाउँमा फोटो खिच्नु ओ प्रदीप यहाँ आउँदा यसको यहाँ बसेको टक्क यस्तो ल कता एकचोटि छोरा ल कस्तो देखिन्छ राम्रो देखिन्छ यो पनि आउने गरी कहिले हुन त यहाँ म भिडियो गराएको छु अलिक उता गएर अहिले चाहिँ हावा पनि चलिरहेको छ एकदम होइन हामी चाहिँ फिर्किनु लाग्यो अब बिस्तारै झर्नुपर्छ यता धरानै पर्छ कि के हो यहाँ छ त धरानु बाली धरानै पर्दो रहेछ है इच्छा कसैलाई छैन इच्छा मरो होला लु अब जाऊँ होला कि उहाँ कलै होला अब यस्तो कुहिरो लागिरहेको छ हुँदो है यहाँ चाहिँ के बनाउँछ ल यहाँनिर आउँदा भन्छ ऊ आउँदैछ नि क्या बोल्दैछ त कस्तो थाहा त स्पिकर आउँदैछ उनीहरू के अर्कै टोली हो यहाँ चाहिँ हाम्रो ब्यागहरू छ है नमन के भनिदेऊ एउटा एकलाई फुल भएछ केही गर्नु सक्दिनँ म हो कस्तो के गर्न सक्नुहुन्न त ऊ फेरि बोलिरहेछ त नि ऊ आउँदैछ के हो ए होइन र जाऊँ है हामी अब जाऊँ ब्याग बोकौँ अनि त पानी बोकौँ अनि एकदम मेन कुरा हाम्रो चाहिँ पानी नै अलिक कम्ती लिन्छ कि कम मेरो उयो फुलहरु खोइ फुलमा भएको उयो खोइ ओइ भट्टु ल हामी चाहिँ अब झरीमै त फाइनली अब हामी चाहिँ झरी पैसा भएको त्यो पानी पनि बोक्नु न ब्यागमा हेर न ब्यागमा नि त्यतिकै बाहिर फालिरहेछ पागल ब्यागमा चाहिँ हेर मलाई अब हामी चाहिँ फर्कियौँ है गाई तर फाइनली अब याकथुम पनि आइपुग्यो अब त्यही लाग्यो यस्तो रहेछ याकथुम चाहिँ हेर्न सक्नुहुन्छ अब हामी चाहिँ फर्केको है गाई चराउनु यहाँ साथीहरू जाँदै हुन्छ नमन अनि यता हाम्रो साथी हामी फर्क्यौँ गाई चारो पनि भयो म चाहिँ झाँकेर उनलाई अब हामी फर्क्यौँ है होइन त ओइ साथी जाऊँ केले चिलाएर त्यो उयोले चिलाएर त्यो किराको केले भेट्यो केले केले चिलाउँदो रहेछ ए
हामी चाहिँ अब फर्कियौँ यता आधी त तलै छ आधी त आइन आउँदैछु म चाहिँ फर्कियौँ गाई फाइनली अब अब आउनु आउनु छिटो धेरै नकनाउनु झन् चिलाउँछ झन् चिलाउँछ त्यो त्यति मजा पो आउँछ त्यो किराको उयो भेट्नुभयो क्या हो किराको जुस त्यो मुलो त्यो के भन्छ नि किराको त्यो उयो यिनीहरू यति पनि आउनु सकेन है यति नै आउनु सक्दैन खोइ अब मिटिङ होला नि अब साथीहरूको हो केही नभने त मनोज अब मिटिङ होला नि त दुईजनाको होइन साथीहरूको नमन खैले उता मलाई नि एउटा फुल एउटा भन्दा एउटा देऊ न राम्रो देऊ ल खै त यहाँ खान्छ यहाँ माथिखेर झ्वाम्मै परेको कता यो ल ल मिलाउँछु ल चरम यति पनि आउनु सक्नु भएन है तपाईँहरू यत्रो नजिक पनि आदि साथीहरू चाहिँ तलै हुनुहुन्छ यदि टोली चाहिँ आउनु सक्नु भएन अनि तलै उहाँहरू चाहिँ हुनुहुन्छ होइन फाइनल धेरै छ अब चाहिँ त्यही रहेछ कस्तो नआउनु भएको तपाईँहरू त्यही नि कस्तो नआउनु भएको त्यही यत्रो नजिक यहाँ झिको त भुजाहरू छ पनि यत्रो भिड मात्रै रहेछ माथि खै लगाउने धोको नपुग्दै मर्छु पो क्यारे भन सोटी बरोबर नराती हाम्रो खाजा बन्दैछ रूपमा चाहिँ सेट गरेर जाँदैछु है त आहा दिमाग त बढेछ त यस्तोमा बालेर कराई चाहिँ कस्तोमा लगाउने गाइजहरुले स्टार्ट है यहाँ हाल त मेरो लागि गाइजहरुले पनि देऊ चटपटे यहाँ पनि थोरै ल्याउ न यो पनि यहाँ माथि हाल्नु किन हाल्नु चम्पीको को कहाँ छ खै को खन न यहाँ मेरोमा थोरै हाल त फेरि मनले खाइदियो आउँदैन तिम्रो यता पनि देख्न कम्ती नै ओइ
उता लग्दैन मनोज चल अब खाना ला पानी दिएन अब त यहाँ ओइ मेरो लागि चटपटे हाल छेउमा चाक छोरै देऊ त यहाँ हाल यहाँ छेउमा यहाँ हो त्यसरी अब अलिकति हाल लु म अगाडि यति भयो चाउचाउ चाहिँ ल्याउ न हौ यो गाईको बोलाएको हुँदैन खाँदैन नि त गाईको खाएको जुन हौ चम्ची यहाँ छ चम्ची यहाँ छ कम्ती पखाला आउँदैन हामी चाहिँ अब खाजा साजा खाएर अब हामी घर तर्फतिर लाग्यौँ है तिम्रो मैले मिलिमेर खाइदिएको होइन फुल भनिदेऊ अघि हो खाइसकेको सबै गाई चाहिँ अब भरैतिर पेटुम्ला कुहिरो लागेर के को केही देखिँदैन सेटै यहाँतिर फुल टिप एउटा प्लास्टिकमा हाल्नुपर्छ यार यो खाएकोहरू सफा गरेर यहाँ राख्दैछौँ आगोलाई चाहिँ मारा है मजाले तपाईँ राख्नु आगोलाई अब हामी चाहिँ फर्कियौँ आउनु जाऊँ अब हामी चाहिँ फर्कियौँ है कति बजे रे 2:23 हामी फर्केका छौँ हामी कति बजी आएको हामी 7 बजी आइपुगेको 7 बजी आइपुगेर हिँडेको हामी होइन अनि म 7:30 पुग्छु लगभग अब हामी फर्कियौँ है त बाटो यस्तै रहेछ यो याकथुम भन्ने ठाउँ 6 जना छौँ भने 3वटा ठाउँ एकजनाले 2टा केटाहरूलाई दिनुपर्छ अब काट्छ फेरि हामी चाहिँ फर्कियौँ है गाईचारू कस्तो छ मजाले जोग गर्दै अब हामी आइसक्यौँ निस्किसकेको गाइस अब हामी निस्किसक्यौँ है त गेट पनि आइपुग्यौँ है फाइनली गाइस आइया हौ खुट्टा दुख्यो त हौ यो ओह्रालोले लास्टै पानी कहाँ छ हौ पानी उता धारा छ घर छुको थिएन अघि आउँदाखेरि छैन नि बोटमा त्यो गोठ त बाख्रा गोठ जस्तो लाग्यो छ अरे क्या उनले चेपेको थियो दुईटा भन्छ उ तिनीहरूले खाइसक्यो पानीको बोतल चाहिँ जता ब्यागमा हेर त बोतल चाहिँ ल्याउ न हौ कोसँग छ बोतल कस्तो ब्यागमा छ हेर त याकथुम निस्किने गेट हेर्नुहोस् है ला ल्याउ न छिटो तिनीहरूसँग 500 होला तिनीहरूसँग यो चाहिँ हामी चिन्ने डाँडा छेउमा आइपुगेका छौँ माथिबाट फर्केर चढ्नु छिटो हामी चाहिँ यहाँ चिसो खान लागेको छौँ है त चिसो पाना धरान हेर्न सक्नुहुन्छ गाइजहरू है धरान हो यो चाहिँ
यो पनि चर्छ ए है हातदे हातदे गुड नगाम भन्दैछ यहाँ फुल ओइ बुझाना ओइ ओइ निसन ओइ ममा दे न ममा के खान्छु ल ल हेर्छ ल मेरो बेटी छैन मेरो दादा र बिग्रियो दादाले किनिन खाइदिनु चार्जर बिग्रियो दादाले मनले मिना धरान गाइज हेर्न सक्नुहुन्छ है हामी चाहिँ चिन्डे डाँडामा छौँ चिन्डे डाँडामा बोले तेरो ब्याग हो त सिधै म त तेरो घुर्किन के भयो हामी चाहिँ चिन्डे डाँडा आइपुग्यौँ है फर्किसकेर हामी चाहिँ हेर्न सक्नुहुन्छ यो चाहिँ धरान हो है